यो खिच्छ त मजाले भोलि नै गरिदिन्छ मार्फतमा मसँग पैसा छैन भदौमा हाले 50,000 हालेछु असलमै हालेछु यत्रो जनताहरू छ उहाँको पैसा सब मिलेर उठाएर नि उहाँको जग्गा हामी फिर्ता गरेर भोलि 10 बजे माल पोताउनु पर्छ। उहाँले लोन लिनुभएको होइन कति गरे कि 1 वर्षमा 20,000 रुपियाँ हाल्दाखेरि हेड अफिस कहाँ हजुर हाम्रो काठमाडौँ हाम्रो फाइनेन्स होइन र यो फाइनेन्स हो समस्या के हो उहाँले पैसा तिर्दा दिँदा तपाईँहरूले चाहिँ उहाँको घर खाइदिनु भयो मनबसेरी चोर ब्याङ्क हो 6 वर्ष किस्ता हाले 1 वर्षमा 20,00,000 रुपियाँ हाल्दा पनि मेरो जग्गा अर्कोलाई दियो मलाई मेरो जग्गा चाहियो